बोल, के भएको छ तँलाई? कि तेरो दिमागले काम गर्न छोड्यो? त किन यस्तै भयो कि? कतै तैँले गलत काम त गर्न लागेको छैनस्? हेरै छोरी, त पहिलाको जस्तो छैनस्। कहाँ गएर आएको छिटो भन्। घाँस काट्न गयो कि भए घाँस लिएर आउनु पर्ने, खोइ त घाँस। आमा, नानीसँग यसरी नरिसाउनुहोस्। उहाँलाई दाइको धेरै चिन्ता छ। त्यसैले एकहोरो हुने, कहाँ गए के गरे केही थाहा नहुने हुन्छ। मैले यो सब बुझेकी छु। तपाईँले आफ्नै छोरीलाई बुझ्न सक्नु भएन। किन तपाईँले यसरी गाली गर्नुहुन्छ उहाँलाई? नानी, तपाईँ पनि यति धेरै चिन्ता नलिनुहोस्। बिस्तारै ठिक भइहाल्छ नि दाइलाई। म त उहाँको जीवन साथी। सुख दुःखमा साथ दिने मान्छेले त आफूले आफूलाई सम्हालेको छु। तपाईँ पनि आफूलाई सम्हाल्नुहोस्। यसरी पीड चिन्ता नलिनुहोस् नानी। चिन्ताले चितामा पुर्याउँछ। त्यसैले दाइको बारेमा धेरै नसोच्नुहोस्, बरु आफ्नो बारेमा सोच्नुहोस्।